के गरे छोरी के खाएको कसले दिएको आफै हेरेर खाएको हो तँ किन खाकी के को लागि खायो त्यो के काम गर्ने हो र कुर्ता सुरुवाल आफै लाउँछिस् कडा होस् छोरी त को दिदीको सापकोटा दिदीको को सापकोटा दिदी भनेको के भन्थ्यो यो के भन्छु नानी अहिले कति चम्ची खाएको छ उहाँ हेर्नु है बाबा बोल्दै खाँदिन नि फेरि यसले सबै खाइदिन्छु म राति नै नानी धेर खाने होइन त छोरी त्यो भयो भयो नानी भयो नखा भयो छोरी अमो